सस्तो चाहियो आज एक दिनको लागि ट्याक्क ओइ मारेको छ त देखे गाइस मलाई ट्याक्क हेर्छ देखे होला चस्मा अहिले भरि 5000 को किनेला हो प्यासेन्जर है यता साउ यात्राको साउ तल ए लास्टै डर लाग्यो मलाई जीको राइडमा पछाडी बस्नु 1 टनको 250 करोड पर्छ त्यो नेपालको खुंखार माल हो अब चित्त दुख्यो रे कहाँ दुख्यो तिम्रो चित्त कहाँ हुन्छ उसको काम चाहिँ के हो उसको काम भनेको ल हाई हेलो गर्दिन्न नुवाकोट घुमाइ हुँदैछ जीको र मेरो ट्याक्क हामी सोरोटेबाट चल्दैछौँ है जी ल आइगन जी दुप्चेश्वरतिर कता कता हुन्छ दरबारतिर घोडा एउटा त्यो अब हामी 4 जना अब अझै 2 जनालाई भेट्नेछौँ अनि 2 जनालाई भेटिसकेपछि अनि टोटल हामी 4 जना हुन्छ अनि टक्क अनि हामी निस्किन्छौँ है त हो हामी निक्लिन्छौँ ट्याक्क गाइस यस्तो हो हेर्दै गर्नुपर्छ है त हाम्रो ब्लग हैन त जी गाइस बसियौँ हामी अब ट्याक्क लाग्छौँ होला हामी लाग्यो है त गाइस ल जीको लागि हामी चस्मा लिन गइरहेको छौँ चस्मा कति छ आन्टी चस्मा हेरी लास्टै सस्तो चाहियो आज एक दिनको लागि ट्याक्क यसो घुमघामको लागि चस्मा एकै दिनको लागि मात्र हुन्छ त हुन्छ नि मजाले लाउनु पर्यो ल हो र कुन चाहिँ लाउनु कस्तो लाउँदा ठिक हुन्छ जी यार यस्तो ठिक हुन्छ होला है मैले भन्ने हैन तपाई आफै विचार गरेर ब्ल्याक दिनु न हो त्यस्तो ल हाम्रो जीले चचा चाहिँ गर्दैछ कसरी ए बब्बाल मास खोला न मास त नखोल्नु होला एकचोटि खोला न मास खोल्दै ए बब्बाल जी हेल्छ कता लुक्समा लुक्स छैन भने ऐना नि हेर्नु न दिदीको ओइ मारेको छ त म माग्लाई जी यार सक्दैन है जीलाई कसैले सक्दैन चस्माको प्राइस कति हो हैन महँगो भन्ने हैन कतिमा उति झार चाहिँ कति नि माथिको ए अनि झारु यो 450 ए दिदीले नि 150 250 350 450 धेरै भन्दैन नि बाबु कस्तो यो अलि सानो भयो है अनि यो राम्रो देखियो के यो अलि मिलाउन 200 सम्म आउँछ होला साइज ठिक्क छ 200 सम्म आउँछ होला ल आया बिहान बिहान 300 रुपैयाँ दिनु हैन ल 200 ट्याक्क ल मैले नि बोलिन ल आया ल हैन ओहो पैसा कति अब कि त ई सेवा गर्नु पर्यो हैन यत्रो ठुलो पैसा किन दिनु भएको भने के ए ठुलो पैसा हैन ट्याक्क हो यो कभर फ्रीमा आउँछ होला यहाँ ठुलो बार्गेनिङ चल्दैछ है त्यो आएको जी लास्टै सारो दिदीले ल कस्तो रहेछ राम्रो देखियो हेर्दाखेरि चाहिँ कस्तो देखाएको छ त्यो बबाले हे एकदम दामी देखियो ल ल अब हामी चल्दै गाइस हस् आन्टी धन्यवाद देखे गाइस मलाई ट्याक्क हेर्छ देखे होला चस्मा अहिले भरि 5000 को किनेला हो हाम्रोमा त 3 जना रेडी भएर आइन तिमी म त रेडी हो लास्टै रेडी हो केटाहरूले झेलै गर्छ खालि वेटिङमा मात्रै राख्छ वेटिङ गर्छ ढिलो भेट्नु पर्यो हामीभन्दा चाँडै कुर्छ केटाहरूलाई चाहिँ बोलायो भने हामीभन्दा ढिलो आउँछ लास्टै ढिलो 2 घन्टा 2.5 घन्टा ढिलो बनाइदियो जाने प्लानमा ट्याक्क है त जी हो नि हाई गरिदिनु मेरो च्यानलमा लास्टै हाई गर्नु पर्ने यो बाँसको रुख हो गाइस यो जी हो हैन त भोलिमा हेर्छम हनाइमा लुक्समा लुक्स दिएर ओइ लास्टै हेर्छम देखे त आम्बु किला लुक्स मेरो च्यानलमा हाई भन 102 लाइन बोल न 2 लाइन बोल काना लाएर म पनि बोलिदिन्छु ल मलाई चस्मा लाउँदा कस्तो देखेछ है राम्रो देखिया होला सायद त अनि हाम्रो गोकुजीको च्यानललाई चाहिँ यसो माया साथ सपोर्ट दिनु ल तिम्रो यानेसलाई पनि लास्टै सपोर्ट दिनु होला यानेसलाई बोल के तिमी किन ढिलो हुनु कारण के हो अहिले अब 6 बजे भने प्लान 8 बजे 4:30 घन्टा ढिलो हुन्छ घर आउनै 4.5 घन्टा ढिलो हुन्छ तिमीलाई केही चिन्ता त छैन अलि त पनि गराउन सक्छु यो गाडी यो भने जति हैन लास्टै गिल्लो लुज तिम्रो क्याब चाहिँ मलाई आउनु पर्छ है क्याब नि लास्टै राउन्ड हैन यत्रो बेजर म त हाल्दिने हाल्दिने म हाल्दिने जी मेरो च्यानलमा नि आउँछ नि त हैन जी यानेस र जीके बोसको च्यानलमा आउँछ ट्याक्क ला के बोल्दैन गोकर्न नाम नबिगार नि ल यो ब्लग्समा म भर्खरै इन्ट्री भएको छु हैन अनि यो हाम्रो एउटा गोकर्न साथी छ इन्ट्री अगाडि नै भइसक्यो यत्रोको भर्खर इन्ट्री भए लोगोला त टी-शर्ट हल्का चलपल दिदै हो है यो गुच्चीको टी-शर्ट कति पर्छ होला गुच्चीको हैन यो गुच्ची त नि कस्तो यो गुच्ची हैन कहाँ धन कस्तो दाम बनाइदे ब्रान्डेड हैन तर खतरा सहा हैन यो मान्छे चाहिँ के रे कन्याकुमारी हो ए कन्याकुमार हो ल केटीको कुमार भन्नु न कन्याकुमार हो यो मान्छेलाई चाहिँ ढिलकको आवश्यकता छ ढिलक भन्नाले बिहा गर्ने चिक्सहरूको आवश्यकता है र कोही हुन्छ भने एप्लाई गर्दा हुन्छ 99 510 धुनमा छ कोही चाहिँ अब स्न्याप डिलक जस्तो स्न्याप बनाउँदै हिँड्छ यहाँ एकजना हाम्रो साथी लास्टै स्न्याप बनाउनु पर्छ मोबाइल यहाँ छ स्न्याप हैन लास्टै लड्की जस्तो छैन त अनुहार पनि हल्का
होइन त जी हो मेरो चाहिँ कस्तो छ भन्दा म त मास्क साक्स लाएर चस्मा लाएर ट्याक्क बसेको छु गाइज यही हो पारा गाइज साइज धेरै नहुनु होला है लास्टै गाइज भन्नुपर्ने फेरि नानी श्रमदीपजी बुलेट लिएर भर्खर प्रस्थान भएको छ हामीलाई 1.5 घन्टादेखि कुराएर अझै हेर्न उता गएको अझै कस्तो साइकल मायाकुरी त्यो रातो बुलेट हेर्न अझै उता गएको यता भनेको मायाकुरी उता फर्कायो याला न यालो कसलाई भने ए घुमाइरहेको घुमाउनलाई लास्टै भने ल हेर्न ल ल ल फोन गर्नु न आवा मायाको याला न यालो कस्तो त्यहीँ आएर पनि भाग्यो तिमी नेपालतिर भने यहाँ लोकतान्त्रिक चोकमा हेर्नु हेलो ए यहीँ तिम्रो ठ्याक्क हाम्रो घरदानी बाटोतिर लोकतान्त्रिक सन्धि भनेर पछाडि हेरेर तिमी घुमाएर कहाँ गएको माथि कस्तो लोकेसन हेर्न आउँदैन होइन साथीको त्यही भने पुलचोकमा आउँछ गुवाची भएको कस्तो गुवाची भएको फेरि त्यो उसलाई नसकेन लास्टै हेर्न देखाइदियो आज हल्का देखाइदिउँ न उसलाई कति करोडको लुगा हल्का देखाइदिउँ फेरि मैले राखेको 500को पनि 2000 देख्ने रहेछ कि लास्टै 500को हो अनि मैले 500को मैले नला 500को होइन ब्यारे जी भन्ने माथि आएको छ लाज नपर्सेको यो म ब्याग छोडेर अझै हेर्न फेरि कहाँ घर यताबाट सरर अब हामी पनि लास्टै चेताउनु पर्ने छ एउटालाई अब हामी पनि लास्ट भित्र बनायो कोही कता गयो घोडा यहीँ छ म यहीँ छु एक्लै बनायो 6 बजे हिँड्ने प्लानलाई 8 बजे 8:30 9 भइसक्यो भित्र बनायो केटाहरू कहाँ हो के हो त्यही हुँदै जान्ला होइन फुटुङ हुँदै झोर निक्लिँदैछौँ हामी अगाडि रन्किरहेछ घोडा हामी दुईजना नि रन्किँदैछौँ नि थाहा होइन हामी कता कुद्दैछौँ हामीलाई थाहा छैन उहाँ हो नि त झोर त उतापट्टि हो यो बाटो कहाँ जान्छ त कसलाई थाहा छैन होला फेरि रन्किँदै होला यही बाटो हो त यहाँबाट नि पुगिन्छ क्या धेरै हुँदैन बाइक धेरै एक्सिडेन्ट परेछ बिस्तारै आनन्द जानुपर्छ बिस्तारै जानुपर्छ त्यहाँभन्दा ठुलो केही होइन है त्यही भएर हजुर त्यही भएर नट स्पिड डु नट स्पिड लास्टै भन्नु पनि हो त केटाहरूलाई होइन लन्ठुहरू काम नभएको हाम्रो घन्टौँ पुऱ्याएर हाम्रो यस्तो हालत बनाउने यहाँ यस्तो हालत बनाइदियो ट्याक चलाएर यहाँ यता माछा पोखरी अलि अगाडि हिँडेन झन्डा नभए मालो बाटोमा गाउँको यसलाई भन्छ गाउँ पिटेर राखेको फुल त्यो गाउँ हो घरमा यता घरहरू यस्तो छ बाटो नि नट ब्याड राम्रै छ मासु कटिङ हुँदैछ यहाँ अङ्कलको गएको ल अङ्कल हामी ल राम्रै बस्नु है त हामी गएको ल भने है अङ्कलले पनि यार खतरा साफ सपोर्ट दिएको राखेको होइन लाट्टै तलबल भयो त लाग्यो जी यताबाट तल्तिर गयो भने टोका हुँदै सामुकुसी यताबाट मासतिर झोर पाहाडे छोड झर्ना झोर हुँदै अब हामी चाहिँ नुवाकोटको डाँडातिर प्रस्थान हुन्छ नुवाकोटबाट यताबाट जाने बाटो धेरै छ सर आउनुहोस् होला पुनः बाटो पनि राम्रो छ लाग्यो ल झोर आइपुग्यो गाई ड्राइभर चेन्ज भयो है यता ड्राइभर यता खले यता प्यासेन्जर है यता साउ यात्राको साउ तल के खाँदै हो तिमी चुप्पा किङ ए यतातिर हो निस्केम है होइन कि यार हाम्रो नराम्रो कि तल त अलिकति हो किले हो कि डरायो कि यता राखिदिउँ त ल लास्टै राख्नु पऱ्यो क्या फेरि तिम्रो थोपडा देखाउनु पऱ्यो नि तिम्रो भ्लगमा भिडियो नहाल्ने अनि देखिहाल्यो छड्के क्या लास्टै राम्रो देखिहाल्यो ल अब हामी जीले राइड हान्ने थियो अब मेरो राइडमा चाहिँ जीलाई डर लाग्यो अरे मलाई त जस्तो राइडमा पनि डर लाग्दैन लाउँदा सुहाउँछ कि पछाडि फर्काएर लाउँदा सुहाउँछ होला है मलाई लास्टै लाउनु पर्छ फेरि क्याब पनि आफूलाई त 1 टनको 250 करोड पर्छ त्यो नेपालको खुङ्खार माल हो यहाँ छ पुरै रक्त सन्धानको कुराहरू कहाँ रन्क्यो कुनै ट्याक्क रोक्यौँ खाजा खानालाई कुन ठाउँ भन्छ यो थाना भन्छ नुवाकोट ट्याक्क जी हाम्रो नयाँ राइडर कस्तो लाग्यो त राइडर
फुलकुमारीले सबै ओह्रालो नै तर सजिलो भयो। हाम्रो फेरि पर्फेक्ट राइडर हो एकदम हुन्छ कर्नर अलिकति के गाह्रो भन्दाखेरि यो फ्लेक्सिबल भएको छैन पाइन्ट अलिक यस्तो हुन्छ कि हुन पनि त झन् यस्तो कम्फर्ट वाला पाइला यहाँ छिनु पर्छ। हेलो ल हामी चाहिँ एक्सट्रिम सिस्टम हानेर ट्याक्का खाजा खान लागिरहेको छौँ हामी बारी भज्याङमा ल है त यो ल है त ल त्यस जी एक्सट्रिम पनि बियर चाहिँ खानु चाहिँ कोहीतिर मजा नगरमा एक्सट्रिम हुनसक्छ होइन कन्फिडेन्ट हुनु ओभर कन्फिडेन्ट चाहिँ नहुनु के स्मार्ट हुनु ओभर स्मार्ट चाहिँ नहुनु भन्न खोजेको अब ऊ रिसाउने हो अब के गर्ने अनि यो उसको रिस कन्ट्रोल गर्ने जिम्मा कसको हातमा छ अरे मेरो हातमा त म अहिले नै प्रेसर हाई गरिसकेँ 150 पुगिसक्यो अहिले अनि डाउन पार्ने तपाईँकै जिम्मा भयो मेरो लो पनि पालिदिन्छु नरम पनि मैले ल्याइदिन्छु अब उसको काम चाहिँ के हो उसको काम भनेको कुरा भयो क्या तिम्रो के लिएर आउँछ भने बसन्ती भएको त्यही एउटा हात नत्र के लिएर आउनु पहिला मैले त्यो बसन्ती त क्या पहिला प्लेजर ल्याएर मलाई केटाहरूलाई बाह्रमा मलाई सबलाई नचाएँ सबलाई बाह्रमा मैले छ नि प्लेजर छ नि त्यो दिदीको मैले सबलाई कहिले नचला स्कुटर सिक्यो कलेजमा ल्याएर मैले 12 गएँ टुरेन चला सबले चलाएँ एउटा अन्डा भन निकाल्नु मिल्दैन लास्ट खान लाग्यो फाइनेन्सियल स्टुडेन्ट हो किन ल ल लास्टै भन त मासु खादिन भन्नेले मुटु सके तिमी बिना बाँधिन भन्नेले छोराछोरी पाइसके लाइक अब संसार के हुनु यस्तै भइरहेको कस्तो लुक्स ल ल ल ल अब हामी म राजाको राइडमा महाराजा छ राजा है त सवारीमा महाराजा लिएर ट्याक्क कुद्यो हामी दुईजना ट्याक्क क्याब लाएर बसिरहेको छौँ अगाडि हेर न कता हेरे हो यस्तो दामी छ लुक्स किल्ला लुक्स हेलमेट नि बवाल छ तर बाइक नि बवाल छ ट्याक्क यसरी हामी छ कि यो ठाउँ दुईपट्टि ट्याक्क तिमीहरू अगाडि जानु पनि अनि मैले कसरी हाल्छ त केटाहरू माथि पुग्यो तर ए भाइ खतरा उठायो तिमीले भाइ बबो यताबाट नुवाकोट बटार हुँदै अहिले हामी काठमाडौँ जाने बाटो फर्केर यही बाटो हो गाइज अब हामी चाहिँ दुब्जेश्वरतिर जान्छौँ यो बाटो अहिले अनि फर्केर यही बाटो काठमाडौँ जान्छौँ हामी अहिले चाहिँ हामी ट्याक्क कोदाबारी होटेल कोदाबारी उतै जाने दुब्जेश्वर ल हामी चाहिँ दुब्जेश्वर मन्दिरतिर तर्फ स्नान गऱ्यौँ पुल तरेपछि ट्याक्क दुब्जेश्वर महादेवको मन्दिर हुन्छ तर उता धोलुङ्गे पुल नि रहेछ दामीवाला यहाँ बाख्राहरू चाहिँ ट्याक्क चर्न जाँदै हो कि के हो गाइज पुलमा छौँ नुवाकोटको ठ्याक्क पानी होटेल यस्तो हो नि त लिएको पानी हो ऊ चाहिँ हाम्रो आमा झिल्के है झिल्के खतरा देखेँ क्याब ल्याउनु त आम्मा क्याब पनि उसको क्याब मन पऱ्यो मैले यहाँ उसको फेरि गाडी छ है सानोतिनो मान्छे नि सानोतिनो गाडी होइन लाइनको गाडी चाहियो गन मान्देखि लिएर सब भएको मान्छे दुई तिनवटा त्यही ल्याउनु पनि डिलक्स गाडी छ होइन डिलक्स गाडी छ एसी गाडी छ अब चाहिँ हामी कहाँ जान लाग्यो भन्दै यसो अब हामी ठ्याक्क लिएको पानीको पुल त लगाइरहेको छौँ म हाँसा मात्रै चढाउँछु क्या तिमीलाई म छु त तिम्रो लागि मलाई मात्र कसैले नि मतलब गरेन के तिमीलाई त को हो रमेश आउन छ्या आउन भित्र उहाँ एक्लो छोरो त डराएन तिमी दुईजना दाजुभाइ मान्छे के डराएर यार आऊ न छ्या अघि हामीले एक्सट्रिम खाएको होइन आउन पहिला आउन फोटो खिचौँ न त हाम्रो साउजी पुरै भ्यू देखाएर चाहिँ उसको त यता पनि प्लटिङको जग्गा छैन है तिम्रो बाबा खेल्दिन बाबु बासु आउँछ खेल होइन पहिला मन्दिर गएर आउने त्यहाँ खोला छ खोला छ मेरो मोबाइल पनि झिक नि यहाँ मोबाइल चाहिँ बचाउनु पर्छ है यहाँ फालिदिन्छ नि होइन भनेको स्ट्या बनाऊ न है हाम्रो जीले चलाउँदैछ घरिको होइन अब राइट अब यो चोकबाट राइट लाग्नुपर्छ दुब्जेश्वर मन्दिर जान हराउँदै गेटबाट हो यतिकै अहिले नै सिक्ने हो सिकिहाल्नु म छु लाग्यौँ कि क्या हो
लाग्थ्यो अहिले प्लेटमा छौँ राइडले चाहिँ बवाल पड्काइरहेको छ म क्यामेरा पछाडि बसिरहेको छु पालै पालो राइड हुँदैछ हाम्रो दुप्तेश्वर महादेव मन्दिर यता उता वातावरण छ कोदाबाली होटेल आइपुग्यो केटाहरू आउँदैछ दुप्तेश्वरको बाटो रहेछ यहाँ दोर्ना खोला रहेछ यहाँ आउँदा स्विमिङ हान्छौँ केटाहरू लास्टै राइडमा हिँडेको किन हो होइन त्यो लास्टै तल हाल्दै मौसम खेतीदेखि लिएर सबै छैन यहाँ यस्तो हो लास्टै फेरि हाम्रो यति भएपछि जस्तै कलर हराइन टारबाट ट्याक्क यतै हो इलाका परेर हराइन टार ताँदी गाउँपालिकामा स्वागत गरिरहेको छ हामीलाई यहाँ स्कुल रहेछ अमरज्योति ताँदी 3 फाइनली हामी कहाँ आइपुग्यौँ रे दुप्तेश्वर महादेव मन्दिर आइपुग्यो कहाँ आइपुग्यो मन्दिर ल मन्दिर आइपुग्यो मन्दिर त्यहाँ छ ल अब यहाँनिर यसो शान्तिमा एउटा के किन्ने हो किन्नु त ठिक्कको के कस्तो छ भन्नु न सामान हेरेर छ ल हामी फर्क्यौँ ट्याक्का दर्शन गरेर ल बाटो छोडिदिउँ न डिस्टर्ब नगर्नु तपाईँ गरिदिनु होला हामीलाई दिन्छु ल आउँछ आउने पनि हुन्छ भ्लग यो अब यो कमिङ ट्युसडे टुङ्गाउँदै यहाँ टुङ्गाउँदै चाहिँ अब हामी ट्याक्का एउटा कुरा म भन्न चाहन्छु प्लिज अर्कालाई ठगेर चाहिँ मन्दिर पूजा गर्न नआउनु है त्यो भनेको तपाईँको एफोर्टै छैन कि त्यसमा त्यो चाहिँ लास्ट एफोर्ट छैन त्यो चाहिँ हो यो यहाँ हाम्रो दुईवटा घोडाहरू यहाँ रेडी छ केटाहरू तैनात हुँदैछ कोहीलाई लास्टै भोग लगाएर खाना खान नपाएर चाहिँ यहाँ ढलौँ भइसक्यो हामी कोही फिल भइरह अब खाना खान जाँदा हामी दुप्तेश्वर मन्दिर दर्शन गरेर ट्याक्क फर्केर अब छरेको पुल तरेर बिदुर भएर ट्याक्क बट्टा निक्लेर नुवाकोट दरबार घुमेर ट्याक्क जान्छौँ कता जान्छौ नुवाकोट दरबार